नेपाल प्रहरी दाजुभाइ दाजुहरू म हात जोड्छु यार तपाईँलाई हद नगर्नुहोस् क्या हद पार नगर्नुहोस् यार अति भयो क्या यो के तपाईँहरू हाम्रै ट्याक्सबाट हाम्रै पैसाबाट चाहिँ तपाईँहरू बाँचिरहेको छ तपाईँको परिवार पालिरहेको छ तपाईँको चुला बलिरहेको छ हद नगर्नु कि यार यो तस्बिर देख्नुभयो तपाईँहरूले एउटा देशको एउटा नागरिकलाई यो हदसम्म गर्ने हो तपाईँहरूलाई के तपाईँलाई हामीलाई कुट्ने अधिकार छ एउटा सामान्य एउटा एयरपोर्टमा गएको व्यक्तिलाई तपाईँले एउटा चोरलाई जसरी एउटा चाहिँ कुनै ठुलै अपराधी गरेको जसरी कठालोमा समातेर त्यसरी घुच्याएर तपाईँले कुट्न मिल्ने अधिकार छ यार यसमै देखिन्छ कि तपाईँको चाहिँ एजुकेसन लेभल के हो भन्ने कुरा के हद नगर्नुहोस् यार अति के जनताले कुनै दिनमा चाहिँ यो साँच्चै कि यो रिसको बाँधहरू आवेगहरू रोक्न सकेन भने गाह्रो पर्छ क्या तपाईँहरूलाई के यतिसम्म नगर्नु के एउटा के अपराध गरेको हो तपाईँहरू यहाँ सक्छ भने यहाँ त्यत्रो देशमा चाहिँ त्यत्रो देशको चाहिँ हरेक कुरामा चाहिँ बवन्डर मजाएर हरेक कुरामा चाहिँ मान्छेलाई चाहिँ घुस गरेर अनेक गरेर करोडौं त्यत्रो चाहिँ लाखौं करोडौं अर्बौंको चाहिँ सुनहरू चाहिँ तस्करी गर्ने हरेक कुरा गर्ने देशमा अनेक गर्ने त्यसलाई समाउनु न यार त्यसलाई त्यस्तो गर्नु न हतकडी लाउनु न अनि मजा हुन्छ के एउटा जब एउटा सामान्य व्यक्तिलाई एउटा एयरपोर्टमा चाहिँ एउटा सामान्य चाहिँ वाद विवादको के अरे कुरामा चाहिँ तपाईँले यसरी कठालो समात्न मिल्छ शरम गर्नु यार शरम गर्नुहोस् के वर्दीको अलिकता भए पनि है इज्जत दिनुहोस् के वर्दी तपाईँहरूको वर्दी छ नि हाम्रै पैसाबाट बाँचेको तपाईँहरू यार हामीलाई कुट्नको लागि होइन क्या नियम कानुन छ सबै कुरा तपाईँको कुन चाहिँ कानुनको कुन पान्नामा लेखेको छ जनतालाई चाहिँ एउटा सामान्य कुरामा लच्छार पछार गर कठालोमा समाज त्यसरी चाहिँ कुट भनेर कहाँ लेखेको छ ल भन्नु त यो यति धेरै अराजकता नगर्नु के यार तपाईँहरू यार नगर्नुहोस् है समय आउँछ तपाईँहरूको पनि यस्तो नगर्नुहोस् यो हद भयो के अति भयो यो यतिसम्म चाहिँ नगर्नुहोस् है